मुक्तिनाथ आएका छौँ खुसी बने साह्रै नै मानेछौँ धौलागिरीमा सके गुन्ती रौला नत्र गिरीमा धौलागिरीमा सके दर्शन गर्ने हो दर्शन गरी डाँडो खिच्नु है त्यो डाँडो ल जता मन लाग्छ त्यतै घुम्नेको लागि हो पटासीले नि भिडियो हर्षन मुक्तिनाथको गर्ने भो दर्शन धौलागिरीमा सके गुन्ती रौला नत्र पिरीमा धौलागिरीमा सके गुन्ती रौला नत्र पिरीमा अहै दिदी बहिनी 5 जना आएका छौँ गुरु दाइलाई नजर लागा धौलागिरीमा सके गुन्ती रौला नत्र फेरिमा 5 जना आएका छौँ गुरु दाइलाई नजर लागा छन् धौलागिरीमा सके गुन्ती रौला नत्र फेरिमा अब कान्छीको पालो भनेर अनि डोर्यो क्या हामी 3 जनाको गुरुबार नि पहिट जति बित्तिको गुरु हुन्छन् नि किन यस्तो लाटा जस्तो रहेछ यो नगीत क्याउन मुस्ताङतिर ट्याक्सी नि ल्याएका छन् कसलाई बोलाऊ मनै भाका छन् धौलागिरीमा सके गुन्ती रौला नत्र गिरीमा ट्याक्सी नै ल्याएका छन् कसलाई बोलाऊ मनै भाका छन् धौलागिरीमा सके गुन्ती रौला नत्र गिरीमा काट्बेनी होइन र गल बेनी हुन्छ ट्याक्सी गुरु कसैलाई छोड्दैनन् 1500 लान्छु नि भन्दैनन् धौलागिरीमा सके गुन्ती रौला नत्र गिरीमा कसैलाई छोड्दैनन् 1500 लान्छैन भन्दैनन् धौलागिरीमा सके गुन्ती रौला नत्र फेरिमा धौलागिरीमा सके गुन्ती रौला नत्र फेरिमा कान्छीको पालो भनेको कहाँ एकचोटि नि भन्नन् के हे आज हाम्रो भेट भएको दिन नि भाइलाई
छैन मन ल अब भन है किन ल्याएनौ के बोलाइ रे आज हाम्रो भेट भएको दिन नि भाइलाई लिएर नआएको किन नि ल यिनी कान्छीलाई भनेको कहाँ भन बा अब जेठीको पालो भयो नि हुन्थ्यो जेठीको पालो अहिले पछि आउँछ नि हेर कति राम्रो रोएको रोएछ खुसी छैन म अलिअलि हावा छोयो ट्याक्सी गुरु साह्रै नि हिरो छन् आज हामीलाई कालिन्छन् फिरो छन् कहाँ घुम्न फेरि छन् भन्नुपर्छ फिरो छन् होइन ट्याक्सी गुरु साह्रै नै हिरो छन् आज हामीलाई घुमाउने फेरि छन् चिन्ताबाट पानीको डाँडा हेर न है यो कहाँ बोट्ने छैन त नि कस्तो इच्छा पुरा भयो त एकचोटि नाइकिटा चाहिन्छ भन्नु थाले पोल्ने मेरो माथिबाट नि माथिबाट नि पोल्ने बुढीमा मेरो चस्मा कहाँ हालिदियो हेर्दा छ हावामा त चस्मा लाग्छ कि चिन्ता बढ्यो झन् रोएको रोएछ खुसी छैन मन सम्झौ कहिले भेट हाम्रो भएको छ भेट भयो